है हजुर सुख दुःख मान्छेको झोला सुख दुःख मान्छेको झोला उल्टो नदी बहँदा थाहा होला सोच पहिले मस्को मस्ती हुन कहिले सोच पहिले नाचको मस्ती हुन कहिले तो बजाउँदा जस्तै अलिकति ट्युन दिनु है बजाउँदा जस्तै नि सुटिङ गर्दा जस्तै सुख दुःखमा रहे है समाना ले ए त्यो पनि हुन्छ हुन्छ त्यसलाई लामो भन्दा हुन्छ आउँछ है आउँछ रहे है समाना हिले नभनी सरासरी जानु म रेकर्ड गरिरहेको नल्ला हिरा चोरेको आरोप शास्त्र पढ्ने सबैलाई थाहै छ सोच पहिले उपन्यासको मोज मस्ती हुन्न कहिले सोच पहिले उपन्यासको मोज मस्ती हुन्न कहिले पारेको विष्णुले पारेको नियतिले हो गर्नु गरेको सोच पहिले उपन्यासको मोज मस्ती हुन्न कहिले सोच पहिले उपन्यासको मोज मस्ती हुन्न कहिले परशुरामलाई चेलाले हराउनु शिखण्डीले कृष्णलाई मराउनु सोच पहिले एकनाथको मोज मस्ती हुन्न कहिले एकनाथको मोज मस्ती हुन्न कहिले प्यास मेटाउनु असफल समुद्र जलले पृथ्वी सिञ्चे नि प्रशस्त सोच पहिले कस्तो थिङ्किङ कुरा छ अब यो सोच पहिले भन्दा पनि अब जलले त्यत्रो पृथ्वी सिञ्चित गर्न सक्छ त एउटा कमिलाको तिर्खा मेटाउन सक्दैन सोच पहिले कस्तो मिलाएको छ मैले प्रत्येक लाइनमा सोच पहिले क्या मिलाएको छ सुँगुर हुन यत्रो विष्णु भगवानले सुँगुर किन हुनु पर्यो सोच न अनि उल्टो नदी बहँदैन कथा प्रत्येक लाइनले एउटा एउटा इतिहास माग्छ शास्त्रको
प्रत्येक 8 लाइन त्यही छ। भएर अहिले हजुरले गाउँदा नि बेटर हुन्छ यो, अरू कसैलाई नदिने। प्रत्येक शब्दले एक एकवटा यत्रो ठेलीको कुरा उठाउँछ। यो के भनेको? आवाजमा यति मिठो हजुरले भनौँ न, यति मिठो यो नपढ्नेलाई नि यो पढ्न कर लाग्ने बनाउँछ। अब अहिले तपाईँले मलाई कहाँनिर रहेछ त यो मैले भनेको कुरो महाभारतमा हेर्नुहोस् त, महाभारत नलौ पक्का ख्यान भन्नेमा चाहिँ हेर्नुहोस् त, मैले भनेको कुरा आउँछ आउनु हो त्यस्तो हो नि। प्रत्येकमा त्यस्तो छ। अब रावण बलिलाई के हो त? बलि भनेको तिनै लोकको अधिष्ठाता थिए, घमण्ड गरेर धन धेरै दिन्छु भन्दा अहिलेसम्म तडपिएर मर्न पनि पाउँदैन उनले। दुःख भयो भनेर अरूले त मर्न पाउँछन्, उसले त मर्न पाउँदैन त, थाहा छ? हो सिन्चे नि प्रशस्त, ठिक छ। अनि जलले पृथ्वी सिन्चे नि प्रशस्त। अब एकैचोटि भन्नुपर्छ, रिदममा आउनु पर्यो नि त। अनि हरेकमा मलाई हेर्नु कस्तो पोइन्ट राखेको छु जस्तो लाग्छ क्या मलाई। अनि शिरै बलि दिँदा नि दुष्टलाई, शिरै बलि दिँदा नि दुष्टलाई, होइन शिरै बलि दिँदा नि दुष्टलाई खुसी पार्न सकिन्न कहिले, सोच पहिले दुष्ट खुसी पहिले, नाशको जिन्ती हुन्न कहिले। कति राम्रो छ हेर्नु त, राम्रो लेख्नु छ। ठुलो माथि हुने मान्छेलाई पनि त यसले त घोच्छ त अलिकति। प्रत्येक उदाहरण हेर्दाखेरि ए बाबा विष्णु सुँगुर हुनु पर्यो, मेरो के गति होला, के पिलाइ पनि नहोला यो कुरा। यी प्रत्येक लाइनले सधैँ सत्तासीन हुन्छु त, मलाई बङ्गलादेश जस्तो नगर्लान्, यहाँ पनि भनिएको छ त्यो। यी कुरा रावण बलि सबैलाई सम्झिनु, रावण बलि सबैलाई सम्झिनु, एकनाश ऐसा हुँदैन, एकनाश ऐसा हुँदैन बिउझिनु, सोच पहिले एकनाशको जिन्दगी हुन्न कहिले, एकनाशको मोज मस्ती हुन्न कहिले। एकदम ठिक छ, राम्रो छ। दार्शनिक छ नि हौ यहाँको कुरा त, तर स्वर ल ल ल ठिक छ हजुरले अब यसै गरी